नमस्कार, म प्रेम चौधरी। म सेवक नेपाल कैलालीमा काम गर्दैछु। अहिले हामीले कैलाली जिल्लामा गुड नेबर इन्टरनेसनल नेपालको सहयोगमा चाहिँ काम गर्दैछौँ र विशेष गरेर चाहिँ हामीले चाहिँ कैलालीमा चाहिँ एकीकृत सामुदायिक विकास परियोजना भनेर काम गरिरहेका छौँ यसमा कैलाली जिल्लामा। र अहिले हामीले चाहिँ एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत चाहिँ विशेष गरेर चाहिँ प्राकृतिक खेतीमा आधारित विद्यालय करेसाबारी कार्यक्रम गरिरहेका छौँ, जसबाट चाहिँ हामीले चाहिँ विद्यालयमा चाहिँ प्राकृतिक तरिकाले चाहिँ तरकारी खेतीहरू गर्नका लागि विद्यालयलाई र विद्यालयका बालबालिकाहरूलाई चाहिँ हामीले चाहिँ सहयोग गरिरहेका छौँ। त्यो सहयोगमा भनेको विशेष गरेर हामीले चाहिँ उहाँहरूलाई चाहिँ तालिमको कुराहरू र चाहिने बिउका कुराहरू र केही उपकरणका कुराहरू चाहिँ हामीले चाहिँ विद्यालयलाई सपोर्ट गर्छौँ। र अहिले कैलालीको चाहिँ हामीले दिपेन्द्र मावि, लम्की चुहा, एक थपालीपुरमा चाहिँ हामीले चाहिँ सहयोग गर्दैछौँ नेचुरल फार्मिङ भनेर, प्राकृतिक खेती भनेर। र यसपछि चाहिँ हामीले चाहिँ प्राकृतिक खेती गर्नुको मुख्य उद्देश्य भनेको हामीले सुरक्षित तरकारीहरू उत्पादन गर्नलाई चाहिँ सहयोग गर्ने हो। र यो कार्यक्रमलाई चाहिँ हामीले नेपाल सरकारको पढ्दै कमाउँदै भन्ने कार्यक्रम छ, त्योसँग जोड्दै चाहिँ हामीले चाहिँ विद्यालयमा यो कार्यक्रम अगाडि बढाइरहेका छौँ। र बालबालिकाहरूले आफ्नो पढाइसँगै सिप पनि सिक्नु हैन, सिप पनि सिक्ने र त्यो सिप सिकेका कुराहरू चाहिँ आफ्नो घरमा पनि प्रयोग गर्न सक्नुहुन्छ भनेर चाहिँ काम गरिरहेका छौँ। र तरकारी खेतीको कुराहरू दिपेन्द्र माविमा चाहिँ एकदम राम्रो गरिराख्नु भएको छ। र यो विद्यालयलाई चाहिँ अलिकति अरू विद्यालयका लागि पनि एउटा हेर्न सक्ने, सिकाइ गर्न सक्ने एउटा थलो बनोस् भनेर चाहिँ हामी त्यो गरिरहेका छौँ। र सेवक नेपालले अहिले काम गरिराखेको विद्यालयलाई चाहिँ अलिकति राम्रो यो शिक्षण विधिलाई चाहिँ अवलम्बन गर्नुहोस् भनेर चाहिँ हामीले चाहिँ एउटा स्मार्ट क्लासरुम भनेर चाहिँ काम गरिरहेका छौँ, जुन आइसिटी इक्विपमेन्टहरूको प्रयोगले चाहिँ बालबालिकाहरूलाई चाहिँ पढाउनलाई चाहिँ सिकाउनलाई चाहिँ हामीले चाहिँ सहयोग गरिरहेका छौँ। र यसमा हामीले चाहिँ टिचरहरूलाई ट्रेनिङ दिन्छौँ। त्योसँगै के हो भने हामीले चाहिँ विद्यालयहरूलाई चाहिँ आवश्यक आइसिटी उपकरणहरू पनि हामीले चाहिँ सहयोग गरिरहेका छौँ। र हामीले अहिले गरिराखेको कामहरू यिनीहरू हुन् शिक्षा र हामीले चाहिँ जीविकोपार्जनमा। र स्वास्थ्यमा भनेको हामीले बालबालिकाहरूको नियमित स्वास्थ्य चेक जाँच गर्नुपर्छ, जसले गर्दाखेरि उहाँहरूको स्वास्थ्य अवस्था कस्तो छ भनेर चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ नियमित स्वास्थ्य चेक जाँचका लागि हामी बालबालिकालाई चाहिँ त्यो खालको हामीले चाहिँ उहाँहरूलाई चाहिँ मोटिभेसन चाहिँ गरिराखेका हुन्छौँ। कति वर्ष भयो हजुरको सञ्चालन भएको कार्यक्रम? हामीले चाहिँ सेवक नेपालले गुड नेबर्ससँग पार्टनरसिप गर्न लागेको, साझेदारीमा काम गर्न लागेको हामीसँग 2016 देखि हामीले काम गर्दैछौँ। र अनि यो स्कुलमा पनि हामीले 2016 देखि नै काम गर्दैछौँ। र त्योभन्दा पहिला चाहिँ हामीले चाहिँ स्पोन्सरसिप प्रोग्राम अन्तर्गत चाहिँ हामीले बालबालिकाहरूलाई चाहिँ शैक्षिक सामग्री दिने, विद्यालयलाई चाहिँ आवश्यक हामीले चाहिँ क्लासरुम म्यानेजमेन्टको कुराहरू चाहिँ दिने, अनि टिचरहरूलाई पनि ट्रेनिङहरू चाहिँ दिन्थ्यौँ। र हामीले चाहिँ यो स्मार्ट क्लासरुमको कुराहरू 2019देखि चाहिँ सुरु गरेका छौँ। र अहिले चाहिँ हाम्रो चाहिँ स्कुल किचन गार्डनको काम चाहिँ हामीले गत वर्षदेखि चाहिँ हामीले सुरु गरेका छौँ। 2024देखि चाहिँ हामीले चाहिँ विद्यालयमा चाहिँ विद्यालय करेसाबारी कार्यक्रम अन्तर्गत चाहिँ हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ र विद्यालयले चाहिँ सहयोग गर्दैछ। ल, यति धेरै विद्यालयलाई सहयोग गर्नुभयो, यहाँसम्म आएर होइन यो विद्यालयलाई नाम छनौट गर्नुभयो, यहाँको लागि यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू।